लाग्यो घर मननको डोरी एजेन्टलाई तिर्न घरको गहना सबै बेचियोरी एयरपोर्टमा आमा रुँदै भन्यो छोरा फर्केर आऊ म चाहिँ हाँस्दै भने तिरेर फर्कन्छु आमा आमा म यहाँ ढुन्डा फुकाउँछु तिमी त्यहाँ चुलो फुकाउँछौ मेरो पसिनाको पैसा तिम्रो औषधि बन्छ कि भन्छौ विदेशको कमाइले घरको चुलो बल्छ तर मेरो मनको चुलो चाहिँ तिमीलाई सम्झेर गल्छ सुनो घण्टा म सुत्नलाई चाबे घण्टा मालिकको गाली खान्छु तर खल्तीमा पैसा जम्मा रुममा जना सुत्छु भुइँमा ओछ्याना तिमीलाई भन्छु लो एसी वाला कोठा छ झुटो बयाना कोरसमा यहाँ ढुङ्गा फुकाउँछु तिमी त्यहाँ चुलो फुकाउँछौ मेरो पसिनाको पैसा तिम्रो औषधि बन्छ कि भन्छौ विदेशको घरको चुलो बल्छ तर मेरो मनको चुलो चाहिँ तिमीलाई सम्झेर गल्छ दशैंमा घर पठाउन पैसा जम्मा गर्दैछु तिमीलाई साडी किन्छु भनेर सपना बुन्दैछु तर यहाँ म आफूलाई पुरानो कपडा सिलाएर लाउँछु तिम्रो छोरा राजा होस् भनेर आफू भोको बस्छु फोनको ब्यालेन्स सकिन्छ तर मनको कुरा सकिँदैन ठिकै छु आमा भन्दा भन्दै गला रुद्ध हुन्छ कति दिन भयो राम्रोसँग खाएको यादै छैन तर तिम्रो नाम लिँदा पेट भरिएको जस्तो लाग्छ एक दिन यो ऋणको बोझ सकिन्छ आमा एक दिन मेरो सङ्घर्षको कथा सकिन्छ त्यो दिन तिम्रो आँचलमा टाउको राखेर सुन्छौ र भन्छु आमा अब कहिले टाढा जाँदिन।